एकताको सूत्रमा बाँध्ने राजाको जन्मदिन आज। राष्ट्र प्रेम एकता र स्वाभिमान भई बाँच्न सिकाउने वीर गोर्खाको सम्झनामा पृथ्वी जयन्तीको सबैलाई शुभकामना। धन्यवाद छ कार्यक्रम सञ्चालकज्यू, आदरणीय यस कार्यक्रमका अध्यक्ष महोदय, निष्पक्ष निर्णायक मण्डलज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, विभिन्न विद्यालयबाट आउनुभएका गुरुवर्गज्यू, मेरा प्रतिस्पर्धी साथी, अप्रतिस्पर्धी साथीहरू, यहाँ उपस्थित सम्पूर्णमा म प्रिया पाण्डेको तर्फबाट हार्दिक नमन स्वीकार्नुहोस्। आज यस वक्तृत्व कला प्रतियोगितामा म आफ्नो मन्तव्य राख्न गइरहेकी छु र आफूलाई निकै नै भाग्यमानी ठानिरहेकी छु। यस वक्तृत्व कला प्रतियोगिताको शीर्षक नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको भूमिकाको बारेमा बोल्न गइरहेकी छु। बोल्ने क्रममा मबाट केही त्रुटि भएमा मलाई क्षमा गरिदिने अनुरोध गर्दछु। अध्यक्ष महोदय, आजदेखि 300 वर्ष पहिला नै राजा नरभूपाल शाह र रानी कौशल्यावतीको कोखबाट जन्मेका जेठो पुत्र पृथ्वीनारायण शाह उहाँ नेपालका एक वीर योद्धाका रूपमा थिए। उहाँले हाम्रो ससाना राज्यहरूलाई एकीकृत गरेर एउटा ठुलो साम्राज्यको रूपमा प्रेरित गरेका थिए। अध्यक्ष महोदय, सबै जातको फुलबारी भनेर चिनिने हाम्रो यो सुन्दर देश नेपालको गौरव गाथा बोकेको नेपाल एकीकरणको छुट्टै इतिहास रहेको छ। आज हामी जुन नेपालको नागरिक भएर गर्व गरिरहेका छौँ, यो सधैँ यस्तै थिएन। विक्रम सम्वत 1800 को दशकभन्दा पहिला नै यो भूमि 50 भन्दा बढी राज्यहरूमा विभाजित भएको थियो। त्यसमा पश्चिममा 2200 र 2400 राज्य गरी विभाजित भएको थियो भने काठमाडौँ उपत्यकामा मल्ल राजाहरूको शासन थियो। सायद नेपालको यही विभाजनले गर्दा नै होला बाह्य शक्ति, खास गरी ब्रिटिस साम्राज्यले हाम्रो भूमिमाथि आँखा गडाइरहेको थियो। यस्तो कठिन परिस्थितिमा पनि पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियान सुरु गरेका थिए। विक्रम सम्वत 1801 मा नुवाकोटमाथि आक्रमण गरी त्यो विजय प्राप्त गर्नुका साथै सुरु भएको यो अभियान केवल भौगोलिक विस्तार मात्र थिएन, यो त दक्षिणबाट बढ्दै गएको उपनिवेशवाद विरुद्धको एउटा बलियो रक्षा कवच जस्तै थियो। पृथ्वीनारायण शाह राजा हुनुभन्दा पहिला नै उनले आफ्ना छिमेकी राज्यहरूको भौगोलिक र राजनीतिक अवस्थाको बारेमा गहिरो अध्ययन गरेका थिए र त्यसपछि उनले काठमाडौँ उपत्यकाको सम्पन्नता र रणनैतिकतालाई विचारमा लिएर त्यसलाई प्रमुख लक्ष्यको रूपमा बनाएका थिए। उनले काठमाडौँ उपत्यकालाई चारैतिरबाट नाकाबन्दी गरी त्यसलाई आक्रमण गर्ने रणनीति बनाएका थिए। उनले नाकाबन्दी मार्फत आर्थिक रूपमा कमजोर पारिसकेपछि क्रमशः कीर्तिपुर, काठमाडौँ, ललितपुर र भक्तपुरलाई विक्रम सम्वत 1825 देखि विक्रम सम्वत 1826 को अवधिमा एकीकृत गरेर त्यसलाई नेपालको राजधानी बनाउने निर्णय गरेका थिए। उहाँ अध्यक्ष महोदय, राष्ट्रिय एकता र कूटनीतिको सन्दर्भमा भन्ने हो भने यो केवल युद्ध मात्र थिएन, यो त विभिन्न जात जाति र धर्मका मानिसहरूलाई एउटै सूत्रमा बाँध्ने एउटा प्रयत्न मात्र थियो। टुक्रिएको देशलाई, टुक्रिएको नेपाललाई एक बनाउनु पर्छ भन्ने दूरदृष्टि भएको पृथ्वीनारायण शाह आफ्नो अन्त्य समयमा उनले दिएको दिव्य उपदेश नेपाली राजनीतिक र राष्ट्रनीतिक र आर्थिक गतिविधिमा अहिले पनि उत्तिकै सान्दर्भिक रहेको छ। तपाईहरूलाई थाहा भएकै कुरा हो कि उहाँको दिव्य उपदेशहरू, उहाँले नेपाल दुई ढुङ्गा बीचको तरुल हो भनेका थिए भन्नुको तपाईलाई यो भनाइको अर्थ बुझ्नु नै पर्दछ भन्नु मेरो विचारमा हामीलाई नेपालमा परराष्ट्र नीतिको आवश्यकता छ भन्न खोजिएको छ जस्तो लाग्छ।
अध्यक्ष महोदय उहाँले दिएको त्यो त्याग र उहाँले दिएको त्यो बलिदानको कारण आज हाम्रो यो राष्ट्र हाम्रो यो देशको अस्तित्व रहेको छ। म यो गहिरो सच भन्नेको छु। म यहाँ आज मञ्चमा आएर तपाईहरूको सामुन्ने आफ्नो देशको अस्तित्व बताइरहेको छु। हाम्रा पूर्वजहरूले जोगाएको यो राष्ट्रलाई हामी जोगाइराख्नुपर्छ। यदि हामी भित्रभित्रैबाट विभाजित भयो भने यो उहाँहरूले अर्जेको यो धन सम्पत्ति यो साझा फुलबारी जोगिने थिएन। उहाँहरूले जोगाएको यो साझा फुलबारीले हामी सधैँ निरन्तरताको साथ जोगाइरहनुपर्छ। हाम्रो देश आजसम्म कहिले पनि कुनै देशको गुलाम भएन। यो कुरा म गर्व साथ भन्न सक्छु कि हाम्रो देश अहिलेसम्म आजसम्म न कसैको गुलाम थियो, न छ, न हुनेछ। यो कुरा हजुरहरूको सामुन्ने म भनेको छु र हजुरहरूले यो कुरामा गहिरो निर्णय गर्नुपर्दछ। म त्यति टाढाबाट आएर हजुरहरूको सामुन्ने यहाँ प्रतिस्पर्धी भनेर नसोच्नुहोस्। म यहाँ आफ्नो भनाइ मन्तव्य राख्न आएकी छु। तपाईहरूको सामुन्ने यो भनिसकेपछि मेरो मन हलुङ्ग भयो र यति भन्दै आज पृथ्वी जयन्तीको दिन हामी सम्पूर्ण धर्म जात र क्षेत्रभन्दा माथि उठेर एकचोटि तपाईहरू नेपाली बन्ने प्रण गरौँ त। हामी सम्पूर्णमा नेपालीको रगत बगिरहेको छ र हामी आफ्नो देशको लागि नै बाँच्ने छौँ। जय नेपाल, जय नेपाल। धन्यवाद।